8-10 वर्षमा अब राष्ट्रिय खेलकुद लगायतका अन्य खेल संस्थाले टेकओभर गरेका संरचनाहरू राष्ट्रिय खेलकुदको बेलामा बनेका संरचना र कुनै पार्टिकुलर खेलले जस्तो क्रिकेट फुटबल भलिबल या अन्य खेलले चाहिँ बनाएका पूर्वाधारहरूको चाहिँ आधारमा हामी के भन्न सक्छौँ भने अब चाहिँ नेपालमा स्पोर्ट्स टुरिज्मको कुरा हुन थालेको छ हैन। अब स्पोर्ट्स टुरिज्मको चाहिँ कति % सेयर छ, स्पोर्ट्स टुरिस्ट कति आउँछन् भन्ने कुरा चाहिँ यो अध्ययनको विषय हुन्छ अझै पनि। किन भन्दाखेरि युरोप अमेरिका या दुबई या इन्डियाको कन्टेक्स्टमा हेर्दा र हाम्रो केसमा चाहिँ स्पोर्ट्स टुरिज्मको मैले अघि नै भने यसको चाहिँ अब ग्राउन्ड वर्क बन्दैछ क्या, फाउन्डेसन चाहिँ बन्दैछ। जस्तो पछिल्लो दिनहरूमा केही मेजर लिग्सहरू होइन, प्राइभेट अन लिग्सहरू छ, जस्तो नेपाल प्रिमियर लिग, नेपाल सुपर लिग होइन, भलिबलमा लिगहरू आइरहेछ, कबड्डीमा पनि लिग एक्चुअली सुरु भएको थियो, फुटबलका पनि लिगहरू छन्। अब अनि हाम्रै आफ्नै नेसनल स्पोर्ट्स एसोसिएसनले वर्षभरि सञ्चालन गर्ने कार्यक्रमहरू पनि छन्। त्यसो भए खेलकुद भइरहँदा या खेलकुदको गतिविधि भइरहँदा चाहिँ पर्यटन कसरी जोडिन्छ भन्ने कुरा सबभन्दा इम्पोर्टेन्ट हो क्या। जस्तो यसमा दुईटा आयामबाट बुझ्नुपर्छ। पहिलो कुरा त्यो खेलसँग सम्बन्धित खेलाडीहरू पनि ट्राभल गर्छन्, मुभमेन्ट हुन्छ हैन, त्यो पनि एक खालको चाहिँ स्पोर्ट्ससँगको डाइरेक्ट प्राइमेरी टुरिज्मको कुरा भयो। त्यो अर्को चाहिँ स्पोर्ट्सले इन्स्पायर गर्ने ट्राभल, स्पोर्ट्सले प्रेरित गर्ने यात्राहरू के, जस्तो कहीँ ठुलो म्याचेस हुँदैछ, इभेन्ट हुँदैछ, लिग हुँदैछ भने चाहिँ त्यो हेर्न आउने दर्शकहरूको जुन ट्राभल हस्पिटालिटीसँग जोडिएको कुराहरू चाहिँ यो दुईटै पक्ष चाहिँ समग्र रूपमा चाहिँ स्पोर्ट्स टुरिज्म को चाहिँ संरचना हो। अवश्य हामीले नेपालको कन्टेक्स्टमा चाहिँ अवश्य टुरिज्मको पर्सपेक्टिभबाट, टुरिज्मको दायराबाट हेर्दा चाहिँ एउटा साहसिक खेलको कुरा भयो, अर्को जुन मास स्पोर्ट्स के, जस्तो अहिले मैले जुन फिफाको उदाहरण दिएँ यो चाहिँ मास स्पोर्ट्स भयो। एकैचोटि लाखौँ मान्छे, हजारौँ मान्छे इन्गेज हुने क्या, स्पेक्टेटरको रूपमा भने, दर्शकको रूपमा। अब साहसिक खेलहरूमा चाहिँ के हुन्छ भने त्यो खेलाडी जो इन्भल्भ हुँदैछ, जो पार्टिसिपेन्ट हो, उनी पनि एउटा एडभेन्चर टुरिस्ट भयो। र साहसिक पर्यटनमा चाहिँ गन्तव्यको चाहिँ प्रवर्धन बढी हुने जस्तो सम्भावना हुन्छ जहिले पनि। र मास टुरिज्मको हिसाबले चाहिँ अलिकति एक्सक्लुसिभ हुन्छ साहसिक खेलहरू। जस्तो साहसिक खेलमा चाहिँ अब कमर्सियल स्पोर्ट्स जस्तो टुरिज्मको थुप्रै, त्यसमा एकदमै मास स्केलमा पार्टिसिपेसन हुँदैन, त्यस्तो त्यो भोल्युममा पनि रेभेन्यू जेनेरेट हुन्न, तर त्यसले डेस्टिनेसनको छुट्टै हाइलाइट र एट्र्याक्सन दिन्छ। जस्तो नेपालको कन्टेक्स्टमा चाहिँ जस्तो बन्जी जम्प, प्याराग्लाइडिङ होइन, माउन्टेन बाइकिङ, अनि लङ डिस्टेन्स बाइक राइडिङ भयो, त्यस पछाडि तपाईँको चाहिँ स्विङ भयो होइन, यी सबै चिजहरू चाहिँ, यी सबै एक्टिभिटिज चाहिँ एडभेन्चर स्पोर्ट्स टुरिज्मसँग जोडियो। यसमा चाहिँ हामीले मास स्पोर्ट्स जस्तो क्रिकेट, फुटबल, भलिबल, हकी लगायतका ठुल्ठुलो जस्तो टेनिस भयो, यसमा जस्तो ठुल्ठुलो सङ्ख्यामा चाहिँ स्पेक्टेटर्स, क्राउडहरू, स्पोर्ट्स अडियन्स टुरिस्टहरू चाहिँ आउँदैन। तर यसले चाहिँ टुरिज्मको पोइन्ट अफ भ्यूबाट डेस्टिनेसनको इमेज र प्रमोसन चाहिँ राम्रो गर्छ। साहसिकमा कस्तो हुन्छ भने जस्तो यसको चाहिँ जोग्राफी र तपाईँको एल्टिट्युड अनुसारको हुन्छ क्या। जस्तो नर्मली साहसिक खेल भन्ने बित्तिकै हामीले मिड हिल्स र हाई अल्टिट्युडको बुझ्छौँ। जस्तो ट्रेकिङलाई पनि हामीले एडभेन्चर स्पोर्ट्स मान्छौँ, ट्रेकिङलाई, ऱ्याफ्टिङलाई मान्छौँ, माउन्टेनियरिङ, क्लाइम्बिङ भयो, एक्सपिडिसन भयो होइन। त्यसपछि एयरमा हुने स्पोर्ट्सहरू जस्तो प्याराग्लाइडिङ, तपाईँको बन्जी जम्पिङ, त्यस पछाडि जस्तो अल्ट्रालाइट फ्लाइट्सहरू होइन, अनि स्काई डाइभिङहरू भयो, अनि जस्तो अहिले हिमालमा चाहिँ स्किङ गर्ने, यस्ता चिजहरू चाहिँ यस्ता एक्टिभिटिजहरू चाहिँ एडभेन्चर स्पोर्ट्सको दायराभित्र पर्छ क्या। यी चाहिँ अब यी कुराहरूमा चाहिँ नेपाल एक्सिलेन्ट डेस्टिनेसन हो। जोग्राफी एक, अर्को आकर्षण, र अर्को हामीसँग चाहिँ यो एडभेन्चर टुरिज्मको लागि चाहिँ स्किल म्यान पावर छ। जस्तो नेपालमा जो हाई माउन्टेन जोनमा चाहिँ टुरिज्म एक्टिभिटीहरू सञ्चालन गर्ने जुन जनशक्ति छ, यो चाहिँ नेपालमा एकदम उच्च सिपयुक्त, हाइली स्किल्ड यिनीहरू मेन पावर हो। जस्तो दसैँको टाइममा, चाडबाडको टाइममा होइन, लोकल लेभलमा टुर्नामेन्ट हुने, अनि टाढा टाढाबाट मानिसहरू हेर्न आउने। खास त स्पोर्ट्स टुरिज्मको अहिले जुन फिफा भन्दै हामी भन्छौँ, अब त्यसको ग्लोबल रूप चाहिँ त्यो हो क्या। जुन हाम्रो लोकल लेभलमा हामीले गरिरहेको त्यो एक्टिभिटिजको चाहिँ प्रारूप चाहिँ यो स्केलमा जान्छ। जस्तो हाम्रोमा जस्तो झापादेखि लिएर तराईमा प्रशस्त फुटबल इभेन्टहरू हुन्छ, गोल्ड कप्स हुन्छ, तपाईँको भलिबलहरू हुन्छ। हाम्रो यो मध्य पहाडी क्षेत्रहरूको प्राय जिल्लाहरूमा भलिबलको गेम हुन्छ, काठमाडौँमा थुप्रै इभेन्ट हुन्छ।
तपाईँले भनेपछि दसैँ तिहारमा अघि पछि चाडबाड मात्रै होइन कि मङ्सिर पुसको वेदरले सपोर्ट गर्ने बेला भनौँ न, त्यो बेला थुप्रै इभेन्ट्स हुन्छ जहाँ चाहिँ मानिसहरू टाढाबाट गाडी चढेर होइन 1-2 घन्टाको ट्राभल गरेर पनि आउँछन् भनेपछि त्यो पनि स्पोर्ट्स टुरिज्म नै हो। अब हामीले त्यसको स्केल र भोल्युम मात्रै फरक हो क्या। त्यो चाहिँ अब लोकल लेभलको बिजनेस रन गर्नलाई त ती इभेन्टहरूले सपोर्ट गर्छ। जस्तो स्थानीय स्तरमा पनि त अर्थतन्त्रलाई त सपोर्ट हुन्छ नि इभेन्ट हुँदा। हामीले एउटा इम्पोर्टेन्ट कुरा चाहिँ के बुझ्नुपर्छ भने जब इभेन्ट हुन्छ, जब कुनै कार्यक्रम हुन्छ नि, त्यसले चाहिँ लोकल लेभलको अथवा रिजनल अथवा नेसनल लेभलको इकोनोमीमा केही न केही प्रभाव त पारिहाल्छ हेर्नुहोस्। किनभने मानिस आउँछन्, घुम्छन्, बस्छन्, सानसानो कुराहरूमा खर्च हुन्छ, हस्पिटालिटीमा हुन्छ, ट्राभलमा खर्च हुन्छ होइन, होटलदेखि लिएर रेस्टुरेन्ट सबैमा खर्च हुन्छ नि त, मानिसहरू बस्छन्, घुम्छन्। प्लस अर्को कुरा चाहिँ सपिङ किनमेल गर्नेको सोख भएका मानिसहरू किनमेल गर्छन्। अनि जहिले पनि मानिसको सबैभन्दा चाहिँ मान्छे जब सङ्गठित रूपमा सामाजिक संरचना बनाएर बस्न थालेपछि मानिसको चाहिँ सबभन्दा ठुलो चाहिँ एसेन्स क्यारेक्टर भनेको चाहिँ घुम्ने नै हो। जस्तो अहिले पछिल्लो केही समय अगाडि भर्खरै हाम्रो नेसनल डोमेस्टिक टुरिज्मको सर्वेको रिपोर्ट पनि आएको थियो नि, मोर देन हाम्रो चाहिँ हाउस होल्ड चाहिँ घुम्छ भन्ने रिपोर्ट आएको छ, खरबौँ रुपियाँको चाहिँ ट्रान्ज्याक्सन भयो भन्ने कुरा छ नि। भनेपछि मानिसको चाहिँ मूलभूत चरित्र हो क्या, घुम्न रमाउने, नयाँ ठाउँ जाने, आनन्दित हुन खोज्ने, स्केप गर्न खोज्ने। यो त त्यही भएर यी सबै आधारभूत चरित्र जुन मानिसको छ यो रहिन्जेल चाहिँ टुरिज्मको सम्भावना सधैँ रहन्छ। त्यो स्पोर्ट्समा पनि त्यही हो।